जिममा म सबभन्दा पहिला बनाउँछु एउटा पुलअप बार। सो पुलअप बारको लागि पहिला दुईटा हैन तीनटा बाँस खोजौँ। ओके सो हेलो गाइज, वेलकम ब्याक टु माई न्यू भ्लग। सो गाइज आजको यस भिडियोमा म बनाउने वाला छु म आफ्नो लागि एउटा पर्सनल जिम। ओके गाइज हेर्दै गर्नु होला कि म जिम कुन टाइपको बनाउँछु, के त्यो मैले बनाएको जिम सक्सेस हुन्छ र। ओके सो गाइज म बनाउने वाला छु एकदम देसी तरिकाले, एकदम देसी जिम। अनि गाइज त्यसको लागि सबभन्दा सुरुमा हामीलाई चाहिन्छ एउटा एकदम राम्रो ठाउँ जहाँ कि मम्मी नकराओस् हैन, जहाँ कि हल्का कम काम लाग्ने ठाउँ, त्यहाँनिर हामीले जिम बनाउने छौँ। सो ओके गाइज लेट्स स्टार्ट। गाइज यहाँ यो त भएन, यहाँ पाडाको बस्ने ठाउँ, यहाँ प्याज छ, यहाँ पनि प्याज छ, यहाँ गोबर राखेको छ, यो बाख्राको घर। अब कहाँ जाउँ, यहाँ ठिक छ बट ओके एकछिन छोडिदिउँ। ओके यहाँ पाडा बसेछ, अगाडि हुँदैन गाइज। नेक्स्ट छैन ठाउँ छैन लोकेसन, यहाँ लसुन, यहाँ पनि लसुन। ओ बेस्ट। सो गाइज हेर्नुभयो कहीँ पनि ठाउँै भेटाएन, तर गाइज एउटा ठाउँ छ। यहाँ होइन, यहाँ बोडी रोपेको छ, सिमी रोपेको छ। सो गाइज यो पनि क्यान्सल। नेक्स्ट यहाँ गाइज यहाँ दाउरा छ, यहाँ घाँस रोपेको छ। ओके यहाँनिर हल्का ठाउँ जस्तो मैले देखिरहेको छु। लेट्स स्टार्ट। म कसरी यो ठाउँमा म कसरी बनाउँछु एकदम पर्सनल जिम। ओके गाइज जिममा म सबभन्दा पहिला बनाउँछु एउटा पुलअप बार। सो पुलअप बारको लागि पहिला तीनटा बाँस खोजौँ, दुईटा गाड्नको लागि, दुईटा यस्तो, अनि यहाँनिर गाड्नको लागि, देन एउटा माथि अनि पुलअप गर्नको लागि। सो गाइज फर्स्टमा पुलअप बार खोजौँ, बनाऊ। ओके गाइज यहाँनिर मैले पुलअप बारको लागि बाँस त देखिरहेको छु, यो तर यो हटायो भने मम्मीको हातबाट पडाङ आउँछ। सो गाइज नेक्स्ट स्किप, यो ठाउँ स्किप गरेर अर्को बाँस खोजौँ। बाँसको तलासी यहाँ नै ठिक देखिरहेको छ, गोबरको गोइठा राखेको छ, गोइठा अरू त यहाँ छ गोइठा है, गोइठाहरू यहाँ छ, त्यो दुई तिनवटा त्यहाँ छ। ओके गाइज यो ठिक छ त, पुलअप बारको लागि बलियो हुन्छ। यो एउटा ठिक छ होइन, हल्का चिरेको छ, त्यही पनि केही छैन। नेक्स्ट यो होइन, यो त त्यो राख्नको लागि। त्यसपछि अर्को एउटा चाहिँ झिक्नै पर्ला जस्तो छ गाइज, यो सायद ठिक हुन्छ कि खोइ, यो पहिला ट्राई गर्छु है। तर हुँदैन, कहाँ मभन्दा हाइटकै छैन, मभन्दा माथि हाइट हुनु पऱ्यो नि त होइन गाइज। यो भएन, यो क्यान्सल। बाँस हल्का मभन्दा माथि हुनु पऱ्यो। सो गाइज म जुन बनाइरहेको छु पुलअप बार, त्यो मभन्दा त हल्का हाइटभन्दा माथि हुनु पऱ्यो नि। जस्तै म यत्रो छ भने त त्यो त यतिसम्मको त हुनु पऱ्यो नि त। सो गाइज त्यही भएर त्यसलाई क्यान्सल गरिदियो। नेक्स्ट अर्को बाँसतर्फ जाउँ। यो कस्तो होला त, यो ठिक होला नि त गाइज, हल्का ठुलै छ। म यत्रोको भइसकेपछि यतिसम्म आउँछ अनि आधी भित्र जान्छ। हो गाइज यो एकदम पर्फेक्ट छ, यही साइजको। नेक्स्ट म अर्को दुईवटा खोजौँ। नेक्स्ट ओ गाइज यो दुईवटा भइहाल्यो, पहिला यो दुईवटा काटौँ, त्यसपछि हल्का चिरेको छ त हेर्नुहोस् त गाइज, यसले केही फरक पार्दैन नि, केही फरक पार्दैन। ओके स्टार्ट गरौँ।
सो गाइज आजको ब्लग एकदम इन्ट्रेस्टिङ हुनेवाला छ, हेर्दै गर्नु होला है। ओ गाइज अब त यो गाड्नको लागि एउटा खुर्पी चाहिन्छ। ओके खुर्पी लिएर आउँ पहिला। ओके गाइज म यहाँनिर यहाँ एउटा खाल्डो खन्छु, यहाँ बास गर्छु, त्यसपछि त्यहाँनिर एउटा खाल्डो खन्छु, त्यहाँ बास गर्छु, त्यसपछि दुईवटा बाँस भइसकेपछि अनि माथि एउटा लगाउँछु, त्यहाँदेखि पुरा बार रेडी। अहिले रेडी भएको छैन गराउन। ओके गाइज यो यहाँनिर गाड्दाखेरि कसो होला? ठिक हुन्छ एकदम। गाइज क्यामेरा बाङ्गो छैन, त्यो बोर्डै हल्का होइन, डाइरेक्ट क्यामेरै बाङ्गो छ। यो यहाँनिर गाड्छु, त्यहाँनिर एउटा त्यहाँ। ओके गाइज तपाईलाई यो काम यो खन्नमा यो गाड्नमा त हल्का ढिलो हुन्छ। सो गाइज तपाईको समयको बचत गर्ने काम मेरो। सो गाइज यो भयो नेक्स्ट। सो गाइज यो दुईटा बाँस गाडिसकेको छु। नेक्स्ट अब एउटा काम खाले यो माथिबाट यहाँबाट एउटा यो खाले एउटा बाँस मात्र बान्नु छ, त्यो त बान्नु पर्छ। यसमा हल्का हल्का हल्लिरहेको केही छैन। सो गाइज यो बान्नु पर्छ, तर अहिले लगभग 2 बजिसकेको छ। सो गाइज 2 बजिसकेको छ अनि आजको टाइम लगभग गइसकेको छ अनि अहिले म जानु परेछ घाँस काट्नको लागि। सो गाइज आजको लागि यो यति नै। सो गाइज अब यसको भोलि अब म कम्प्लिट गर्छु। So okay, thanks for watching. Bye bye. Like, share and subscribe. एउटा कमेन्ट पनि भन्नु होला है, अरु जिममा म के कुरा बनाऊ। एउटा पुल अप बार त भयो, अर्को के बनाऊ।